नमस्कार। नो योर ल अर्थात् तपाईको कानुन तपाईले जान्नुहोस् र तपाईको जीवन समृद्ध बनाउनुहोस् भन्ने अभिप्रायका साथ नमस्ते ल नेपालबाट प्रस्तुत हुने कानुनका कुरामा यहाँलाई स्वागत छ। कानुनका कुरामा हामीले कानुनसँग सम्बन्धित विभिन्न विषयवस्तु जो यहाँको जीवनमा हरेक दिन प्रयोग हुने विषयवस्तु लिएर उपस्थित हुने गर्दछौँ। यसै क्रममा आज हामीले लिएर आएका छौँ बहुविवाहसँग सम्बन्धित विषय र विवाहित पुरुषले एकजना महिला विवाहित या अविवाहित जसलाई भए पनि सम्बन्ध राखेर घरमा ल्याएमा अथवा बच्चा जन्माएमा हुने कानुनी अवस्थाको बारेमा यहाँलाई जानकारी गराउन चाहन्छौँ। यदि कुनै पुरुषले कुनै महिलालाई विवाह गरिसकेपछि एउटा वैवाहिक सम्बन्ध छँदाछँदै अर्को महिलालाई विवाह गर्न अहिलेको कानुनले चाहिँ रोक लगाएको छ। दोस्रो विवाह गर्न मिल्दैन र यदि ती विवाहित पुरुषले अर्को कुनै महिलासँग सम्बन्ध राखेर सन्तान जन्माएको खण्डमा त्यो सन्तानले चाहिँ आमा बुवाबाट पाउनुपर्ने सम्पूर्ण कानुनी अधिकारहरू प्राप्त गर्दछ। तर ती महिला र पुरुषको चाहिँ सम्बन्ध पति पत्नीको रूपमा चाहिँ हुन सक्दैन र त्यो त्यत्तिकै नै हुन्छ। र बहुविवाह चाहिँ त्यस्तो अवस्थामा सजाय कसरी गर्न सकिन्छ अथवा कस्तो सजाय हुन्छ र कुन प्रक्रियाबाट हुन्छ भन्दाखेरि यदि महिला कुनै पनि महिलाले कुनै विवाहित पुरुषसँग सम्बन्ध गाँसेर बच्चा जन्माएको खण्डमा वा विवाह नै गरेर बसेको खण्डमा कानुनी वैधता प्राप्त नगरे पनि जो जेठी श्रीमती छन् अथवा कानुन सङ्गत विवाह गरेकी श्रीमती छन् उनले सम्बन्धित प्रहरी कार्यालयमा अथवा सम्बन्धित अदालतमा मुद्दा दर्ता गरेको खण्डमा चाहिँ बहुविवाहको मुद्दा चल्छ र बहुविवाहको मुद्दा चलिसके पछाडि ती नयाँ ल्याइएकी महिला र ती पुरुष दुवैलाई चाहिँ बहुविवाहको मुद्दामा चाहिँ सजाय हुन्छ। तर सजाय भइसकेपछि र जेलबाट बाहिर निस्किसके पछाडि तिनीहरूको सम्बन्ध चाहिँ पति पत्नीको रूपमा सम्बन्ध स्थापित हुँदैन। जो जहाँबाट आएको हो त्यतै फर्किनु पर्छ र यसरी बहुविवाह गर्यो भने चाहिँ कतिसम्म सजाय हुन्छ भन्ने चाहिँ धेरैजनाको जिज्ञासा रहेको पाइन्छ। यदि कुनै पुरुष विवाहित हो भन्ने जानी त्यस्तो पुरुषसँग कुनै महिलाले विवाह गरेको खण्डमा